nepalnews.com. News from Nepal as it happens. आज मिति 2070 साल असार 6 गते बिहिबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेपमा स्वागत छ। आज प्रकाशित दैनिक पत्रिकाहरूले केदार बद्री तीर्थयात्रा गर्न गएका 400 भन्दा बढी नेपालीहरू अलपत्र परे, खलङ्गा अस्तव्यस्त बन्यो, सरकारद्वारा दैवी प्रकोप उद्धार कार्यलाई तीव्रता दिने निर्णय, पूर्व राजा ज्ञानेन्द्र शाह बोले कसैलाई पनि निषेध गर्न नहुने भनाई शीर्षकका समाचारका साथै अन्य विषयवस्तुहरूलाई पनि प्रमुखताका साथ प्रकाशित गरेका छन्। बद्री केदार गएका 400 नेपाली सम्पर्कविहीन शीर्षकको समाचारमा कान्तिपुर लेख्छ, भारतको उत्तराखण्ड स्थित बद्रीनाथ केदारनाथ तीर्थयात्रामा गएका 400 भन्दा बढी नेपाली अविरल वर्षा र निरन्तरको बाढी पहिरोका कारण बीच बाटोमै सम्पर्कविहीन बनेका छन्। हरिद्वारबाट 300 किलोमिटर दूरीको केदारनाथ तथा बद्रीनाथ यात्रामा अक्षय तृतीया वैशाख 30 यता यात्रु जानेहरू क्रम बढेकाले साता यताको निरन्तर वर्षाले सबै प्रकारका यातायात, विद्युत, सूचना सम्पर्क विच्छेद भएको छ। भारतीय र नेपाली सहित अनुमानित 60,000 यात्रु अहिले यो रुटमा तीर्थयात्रा गर्न गएका छन्। हरिद्वारका प्राचार्य पदमप्रसाद सुवेदीले कान्तिपुरसँग फोनमा भने यिनको विचलनीको स्थितिबारे भारत सरकारको ध्यानाकर्षण भएपछि मंगलबार हवाई उद्धारको काम थालिएको छ। सुवेदीका अनुसार भारतीय सेनाका 22 र उत्तराखण्ड सरकारका 14 विमानले तीर्थयात्रुको बद्रीनाथ केदारनाथबाट देहरादूनसम्म उद्धार गरिसकेका छन्। 7,000 तीर्थयात्रु देहरादून आइपुगेका छन्। तिनमा 10 जना जति नेपाली रहेका छन्। उनका अनुसार झापा धुलाबारीका मोहनी विलास लुइटेलको नेतृत्वमा आएको 36 जनाको टोली गंगोत्री जाने बाटोमा उत्तर काशीमा फसेको छ। उनीहरूले 3 दिनदेखि खान पाएका छैनन्। बद्रीनाथ केदारनाथ गएका 400 भन्दा बढी नेपाली सम्पर्कविहीन छन्। फोन र अरू सूचना सम्पर्क नभएको अवस्था छ। उनले भने मैले गत बिहिबारसम्म सम्पर्क गरिराखेका नेपाली अहिले सम्पर्कविहीन छन्। यो अवस्थाबारे दिल्ली स्थित नेपाली दूतावासलाई पनि जानकारी गराइसकेको उनले बताएका छन्। दार्चुला सदरमुकाम तहस नहस राहतको कमी शीर्षकको समाचारमा सोही पत्रिका लेख्छ, दार्चुला सदरमुकाम खलङ्गा रिङतालकी जसमती भूल असार 1 गते रातिदेखि राम्ररी सुत्न पाएकी छैनन्, न राम्रोसँग खान नै। महाकाली नदीको बाढीले पुरै सुकुम्बासी बस्ती र बजार बगाएपछि उनको यो हालत भएको हो। दिनभर गिटी बालुवा गरी परिवार पाल्ने भूलले अहिले दैवी विपदका बेला समेत राहत पाउन सकेकी छैनन्। सोही क्षेत्रमा बस्ने सुकुम्बासी एवं राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मनवीर दमाई बुधबार रुँदै जिल्ला प्रशासन पुगे। उनले प्रमुख जिल्ला अधिकारीलाई भने मैले 3 दिनदेखि 1 पोका चाउचाउ र चिउरा बाहेक केही खान पाएको छैन। सिडिओ साहब, सरकारले राहत वितरण ढिलाइ गरेकोमा स्थानीयवासी आक्रोशित छन्। के लाउँ के खाउँ भएको छ, हातमुख जोड्नु त कहाँको कुरा हो, सडकको बास भएको छ। खलङ्गा 2 का दुर्गा विष्टले भनिन् ऋण काटेर सदरमुकाममा घर लगाए, बस्नै नपाई महाकालीले बगायो। दार्चुलामा असार 2 गते रातिबाट आएको बाढीले ब्रह्मदेव, खलङ्गा, धाप, दत्तु, उकु, लाली गाविस 109 घरधुरी बगाएको छ। 350 घरधुरीका 2500 भन्दा बढी जनसङ्ख्या विस्थापित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, भू संरक्षण कार्यालय, जिल्ला प्राविधिक कार्यालय, नेपाल विद्युत प्राधिकरण, अपिनापा संरक्षण क्षेत्र, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, भू संरक्षण कार्यालय, जिल्ला प्राविधिक कार्यालय, नेपाल विद्युत प्राधिकरण, अपिनापा संरक्षण क्षेत्र, जिल्ला खेलकुद विकास समिति, अगुवा स्रोत केन्द्र, जिल्ला प्रहरी कार्यालय समेत बगाएको छ। पुनर्स्थापना तथा उद्धार कार्य तीव्र बनाइने केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक शीर्षकको समाचारमा गोरखापत्र लेख्छ, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले बाढी पहिरो पीडितहरूको उद्धार तथा पुनर्स्थापनाका लागि बुधबार राहत उपलब्ध गराउन 10 करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। केन्द्रीय उद्धार समितिका संयोजक समेत रहनुभएका अध्यक्ष रेग्मी सहित सम्बन्धित मन्त्री तथा सुरक्षा निकायका अधिकारीको बैठकमा बाढी पहिरो पीडितहरूको उद्धार तथा राहत वितरण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन रेग्मीले निर्देशन दिनुभएको गृह मन्त्री माधव प्रसाद घिमिरेले सञ्चारकर्मीलाई बताउनु भएको हो। निर्वाचन सफल पार्न तात्यो आयोग शीर्षकको समाचारमा सोही पत्रिका लेख्छ, निर्वाचन मिति घोषणा र यस सम्बन्धी अध्यादेश जारीसँगै निर्वाचन आयोगले दोस्रो संविधान सभा निर्वाचन सम्पन्न गर्न आफ्नो गति बढाएको छ। आगामी मङ्सिर 4 गते संविधान सभाको निर्वाचन घोषणा र यसका लागि आवश्यक पर्ने ऐन नियमका अध्यादेश जारी भएपछि आयोगलाई आफ्नो कार्य सम्पन्न गर्न ढोका खुल्ला भएको हो। दोस्रो संविधान सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधली रहित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले 25 बुँदे निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आफ्नो कामलाई द्रुत गतिमा अगाडि बढाउन सुरु गरेको हो।
पूर्व राजाले जनकपुर पुगेर मुख खोले, कसैलाई पनि निषेध गर्नुहुन्न शीर्षकको समाचारमा नेपाल समाचारपत्र लेख्छ। पूर्व राजा ज्ञानेन्द्र शाहले कसैलाई पनि कुनै बहानामा निषेध गर्न नहुने बताउनु भएको छ। धनुषा नागरिक समाजले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै शाहले राष्ट्रको समृद्धिका लागि सबै मिलेर जानुको विकल्प नभएको बताउनुभयो। उहाँले नाम र अनुहार फेरिँदैमा नयाँ सिर्जना नहुने तर्क गर्दै गलतलाई सुधार गर्न मौका दिनुपर्ने बताउनुभयो। शाहले भन्नुभयो, निश्चित गन्तव्यमा पुग्नका लागि गहिरो सोचको आवश्यक छ। उहाँले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउँदै अतीतलाई सरापेर भविष्य फलदायी नहुने बताउनुभयो। शाहले नेपाली जनताले कसैसँग डराउन नहुने बताउँदै आफ्नो अन्तरआत्माको आवाज सुन्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, नेपाली जनता कसैसँग डराएर होइन, आफ्नो अन्तरआत्माको आवाज बुझेर अघि बढ्नुपर्छ भन्ने मैले बुझेको छु। उहाँले आफ्नो ब्रह्मले देखेको सामाजिक यथार्थतालाई जनसमक्ष प्रस्तुत गर्नुपर्ने बताउनुभयो। नेपाली जनताको प्रगतिका लागि आफ्नो तर्फबाट भूमिका खेलिरहने शाहको भनाइ थियो। न्यायाधीश प्रकरण पार्टीभित्रै खनालको आलोचना शीर्षकको समाचारमा अन्नपूर्ण पोस्ट लेख्छ। एमाले स्थायी समितिका सदस्यले पुनरावेदन अदालतका नवनियुक्त न्यायाधीशहरूलाई शपथ ग्रहण लगत्तै पार्टी मुख्यालय बोलाएर गल्ती गरेको भन्दै अध्यक्ष झलनाथ खनालको आलोचना गरेका छन्। स्थायी समितिको बुधबारको बैठकमा अधिकांश सदस्यहरूले खनालको आलोचना गरेको स्रोतले बतायो। वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव शङ्कर पोखरेल लगायतका नेताले न्यायाधीशलाई तत्काल पार्टी मुख्यालयमा बोलाउन जरुर नभएको भन्दै त्यसले सन्देश राम्रो नदिएको बताएका थिए। गत आइतबार एमाले कोटाबाट नियुक्त भएका पुनरावेदनका 10 जना न्यायाधीशले शपथ गरे लगत्तै एमाले मुख्यालय बल्खुमा पुगेर अध्यक्ष खनाल र राज्य व्यवस्था समिति सदस्य समेत रहेकी पोलिट ब्युरो सदस्य अष्टलक्ष्मी साकेसँग भेट गरेका थिए। सोही पत्रिकाले न्याय माग्दा पागल खाना, पास्चराइज दुधमा कोलिफर्म, शून्यमा झार्न सक्दैन डेरी उद्योग, नझारे कारवाही गर्ने विभागको चेतावनी शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। विदेश स्थित नेपाली नियोगमा 66 करोड अपचलन शीर्षकको समाचारमा नागरिक लेख्छ। पेरिस र ब्रसेल्स स्थित नेपाली दूतावासका कर्मचारीले छोराछोरीलाई पढाएको भन्दै बिल बिनै पोहोर 6,82,000 रुपियाँ भुक्तानी लिए। 29 विदेशी नियोगमा कार्यरत कर्मचारीले आश्रित परिवार साथमा नरहे पनि पारिवारिक भत्ता लगायतका सुविधा बापत 7 करोड भन्दा बढी भुक्तानी लिएका छन्। यसरी विभिन्न शीर्षकमा बिल पेश नै नगरी बजेटमै नभएको शीर्षकमा विदेशी स्थित नेपाली नियोगले 65 करोड 84,18,000 रुपियाँ अपचलन गरेको महालेखा परीक्षकको अध्ययनले देखाएको छ। सरकारले 2051 सालमा नियोग प्रमुख लगायत कर्मचारीका आश्रित 5 वर्षभन्दा माथि र 18 वर्षभन्दा मुनिका अधिकतम 2 छोराछोरीलाई बढीमा 12 कक्षासम्म देश हेरी तोके बमोजिम शैक्षिक भत्ता दिने निर्णय गरेको थियो। महालेखाको अध्ययनले शैक्षिक शुल्क तिरेको प्रमाणपत्र पेश नगर्ने कर्मचारीलाई शैक्षिक भत्ता भुक्तानी दिने परिपाटी बन्द गरी प्रमाण बेगर खर्च लेखेको रकम सम्बन्धित कर्मचारीबाट असुल्नुपर्छ भनेको छ। हेलिकप्टर दुर्घटनामा 1 को मृत्यु 5 घाइते शीर्षकको समाचारमा सोही पत्रिका लेख्छ। फिस्टल एयरको हेलिकप्टर बुधबार दिउँसो हुम्लाको मुचु 7 नुनकोटमा दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित 5 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार तिब्बत र नेपालको सीमा क्षेत्र हिल्साबाट हुम्ला सदरमुकाम सिमीकोट फर्कदै गर्दा फिस्टेलको आइइडब्ल्यू कल साइनको हेलिकप्टर दिउँसो 2:45 बजे दुर्घटनामा परेको हो। हेलिकप्टर हुम्ला कर्णालीको बगरमा आकस्मिक अवतरण गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी विजय थापाले जानकारी दिए। घटनास्थल सदरमुकाम सिमीकोटबाट करिब 35 कोस उत्तरमा पर्छ। घटनास्थल सदरमुकाम सिमीकोटबाट करिब 35 कोस उत्तर पश्चिममा पर्छ। दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरण हुम्ला कार्यालयका प्रमुख टेकबहादुर पातलीको मृत्यु भएको छ। हेलिकप्टर चालक इटालियन नागरिक डाभिडा टालु र फिस्टेलका उडान प्रबन्धक तिलक श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै हेलिकप्टरमा यात्रारत गोमा एयरका क्याप्टेन एमडी शेर्पा र प्रज्वल भट्टराई र कर्मचारी गोविन्द लामा पनि घाइते छन्। उनीहरूलाई नेपालगञ्जबाट गएको फिस्टेलकै अर्को हेलिकप्टरले उद्धार गरी हुम्ला सदरमुकाम पुर्याएको छ। भावी सरकारको खेलमा देउबा, भारतबाट फर्के लगत्तै राजनीतिक वार्तामा सक्रिय शीर्षकको समाचारमा नयाँ पत्रिका लेख्छ। भारतबाट फर्किएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा नयाँ सूत्र प्राप्त गरे र आएझै गरी राजनीतिक जटिलता फुकाउन सक्रिय बनेका छन्। उनी निर्वाचनको विरोध गर्दै आएको सबैभन्दा ठूलो दल नेकपा माओवादीलाई मनाउन लागिरहेका छन्। भारत भ्रमण सकेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुसार देउबाले भनेका थिए, निर्वाचन महत्त्वपूर्ण हो, भोट हाल्ने जनताको अधिकारलाई कसैले पनि वञ्चित बनाउनु हुँदैन। जनतालाई मालिक बनाउने, निर्वाचन सफल बनाउन वैद्यजी, उपेन्द्र यादव लगायतका साना दलसँग आफै कुरा गर्छु। पार्टी सभापति पनि नरहेका, प्रमुख 4 राजनीतिक दलको समितिको संयोजक पनि नरहेका र काङ्ग्रेसबाट समेत वार्ताका जिम्मा नपाएका देउबाले असन्तुष्ट दलसँग वार्ता थाल्नु अर्थपूर्ण रहेको छ। रक्सी उद्योग चलाउन खोज्दा मन्त्री ठगिए, निजामती कर्मचारीमा
15,000 नयाँ दरबन्दी थप गरिने शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। हवस् त, आजलाई नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेप यति नै। nepalnews.com. News from Nepal as it happens.